बारामा गरिमा चौधरी ती बालिका ती छोरीमाथि जुन किसिमको घटना घट्यो, यो घृणित कार्यलाई बलात्कार भन्न मिल्छ भनेको नेपालको मिडियाहरूले हैन, नेपालको कानुनले, प्रहरीले, सरकारले यसलाई बलात्कार भनिरहेछ, अनुसन्धान गरिरहेछ। यो बलात्कार होइन क्या, यसलाई छुट्टै किसिमले व्याख्या गरिनुपर्छ क्या। संविधानका हरेक धाराहरूलाई संशोधन गर्नुपर्छ। यस्ता घटनाहरूलाई छुट्टै किसिमले व्याख्या गरेर अझै सकेसम्मको हदैसम्मको सजाय तोक्नुपर्छ, सजाय दिलाउनको लागि कानुनहरू बनाउनुपर्छ क्या। नेपालको संविधानले परिकल्पना पनि गर्दैन कि फाँसीको लागि हैन। त्यो अब नेपालको संविधानले नै अब रोकेको कुरा हो, मृत्युदण्ड दिन मिल्दैन नेपालमा। तर यसलाई बलात्कार भनेर यो बलात्कार होइन भनेको के यार। हाम्रो नेपालीहरूले बुझ्नुपर्छ, नेपाल सरकारले बुझ्नुपर्छ, बालेन सरकारले यसलाई बुझ्नुपर्छ क्या। यसलाई छुट्टै किसिमले व्याख्या गरेर संविधानमा फेरि धाराहरू उपधाराहरू के त्यो संशोधन गर्नुपर्ने सब गर्नुपर्छ क्या। यस्तो पाराले देश चल्दैन क्या।